अहिलेसम्म न स्थानीय सरकार आयो, न केन्द्र, न प्रदेश, न सांसद कोही पनि आउँदैन यो ठाउँमा। यस्तो दुर्गम, यस्तो विकट ठाउँमा बसिरहेको छौँ कि हामी यहाँ जनता नि छैनन् कि भन्ने जस्तो सरकारलाई अनुभूति भएको हो कि के अरे त्यो सरकारको आँखामा पट्टी बाँधेकै हो कि भन्ने जस्तो पनि लाग्छ होइन। अनि अहिलेको सरकारलाई चाहिँ म विशेष के भन्न चाहन्छु भनेपछि बालेन सरकारलाई होइन, सुरुमा चाहिँ अब यो देश विदेश सम्पूर्ण नेपालीलाई नयाँ वर्षको शुभकामना है। अनि बालेन सरकारलाई पनि नयाँ सालको शुभकामना अनि कार्य सफलताको धेरै धेरै शुभकामना बालेन सरकारलाई। बालेन सरकारबाट देश र जनताले निकै अपेक्षा गरेको छ बालेन सरकारबाट। अनि विशेष गरी बालेन सरकारलाई मैले भन्नै पर्ने केही हरफहरू छन् है। प्लिज भन्नुहोस् न। भिर देखिन्छ पीरहरूको झुप्रो देखिँदैन, भिर देखिन्छ पीरहरूको थुप्रो देखिँदैन, सहरबाट मेरो गाउँको झुप्रो देखिँदैन, सहरबाट मेरो गाउँको झुप्रो देखिँदैन, चलन चल्ती नै खै कस्तो यस्तो, ठुलो छेउमा सानो देखिँदैन, सहरबाट मेरो गाउँको छानो देखिँदैन, सहरबाट मेरो गाउँको छानो देखिँदैन, नदेखिने मेरो गाउँको कथा कतै अटाइदिनु, नदेखिने मेरो गाउँको कथा कतै अटाइदिनु, समृद्धिको नारा जस्तै विकास पठाइदिनु, समृद्धिको नारा जस्तै विकास पठाइदिनु, भिर देखिन्छ पीरहरूको थुप्रो देखिँदैन, सहरबाट मेरो गाउँको झुप्रो देखिँदैन, नदेखिएको मेरो गाउँको कथा खोज्दा भेटिँदैन, नदेखिएको मेरो गाउँको कथा खोज्दा भेटिँदैन, सहरको टावरबाट मेरो गाउँको व्यथा देखिँदैन, सहरबाट मेरो गाउँको व्यथा देखिँदैन। यति भन्न चाहन्छु बालेन सरकारलाई होइन।